गरौँ, उहाँको सुन्दर र उज्यालो दिनको कामना गरौँ। हरेक अप्ठ्याराहरूलाई पार गर्न सक्ने सामर्थ्य उहाँलाई मिलोस्। हाम्रो सबैको आस्थाको केन्द्र जिग्रे साईकुमारी भगवती माताको आशीर्वाद उहाँलाई मिलोस्। हामी त्यो कुराको कामना गरौँ र हाम्रा सबै कुल देवताहरूको आशीर्वाद उहाँलाई मिलोस् र उहाँलाई सधैँभरि यही ऊर्जा, यही उत्साह, यही उमङ्गका साथ यो स्टेजमा मात्र होइन अरू धेरै ठाउँमा हामीले जागरका साथ देख्न पाऊँ भन्दै अब म यहाँका माझमा छोड्न चाहन्छु। आउनुहोस् स्टेजमा हार्दिक स्वागत गरौँ तपाईँ हाम्रा लोकप्रिय नायक, आदरणीय व्यक्तित्व, निकै धेरै लामो समयदेखि हाम्रा आँखाका नानी बनेर रहनुभएका कलाकार आदरणीय पल शाह र उहाँको प्रस्तुतिलाई सहजीकरण गरिदिनका लागि आदरणीय आउनुहोस् उहाँको प्रस्तुति। भन्नुभयो सरले आज प्रस्तुति डान्स नै गर्नुपर्छ छैन होइन त्यो नमस्कार सबैजनालाई। आज हामीले चाहिँ यहाँ विशेष गरी पल शाह आफ्नो 1 वर्षको जेल जीवन बिताइसकेपछि बाहिर आइसकेपछि उहाँले अहिलेसम्ममा कुनै पनि मिडियामा केही पनि बोल्नु भएको छैन। तर एउटा मेरो प्रतिज्ञा थियो, रुकुम भूमिमा आएर तपाईँले धेरै कमिटमेन्ट गर्नुपर्छ, किनकि रुकुममा स्यार्फो छ, रुकुममा कमल ताल छ, रुकुममा विभिन्न खालका झरनाहरू छन् जुन कुरा महेश भाइको रिपोर्ट हेरेर थाहा हुन्छ। ती व्यक्ति ठाउँहरूसँग चाहिँ हाम्रो पलले अभिनय आएर आफ्नो कला प्रस्तुत गर्नुहुन्छ भनेर मैले बारम्बार यही कमेन्ट गरिराखेको थिएँ। आज मैले यस भूमिमा म एउटा पत्रकारको हिसाबले उहाँसँग केही सम्वाद गर्ने जयमर्को गरिराखेको छु। सबैभन्दा पहिला मलाई जन्म दिने मेरी आमाको पाव मार्फत सम्पूर्ण यहाँ तमाम सबैलाई चाहिँ म नमन गर्न चाहन्छु, हृदयदेखि धन्यवाद दिन चाहन्छु। हामीलाई र हाम्रो नायक पल शाहलाई यति धेरै माया गरेर यहाँसम्म आइदिनु भयो। हात उठाइदिनुहोस् त पलजी। तपाईँलाई सबैभन्दा पहिलो मेरो प्रश्न। धन्यवाद धन्यवाद धन्यवाद। एकैछिन हामी शान्ति रहन्छौँ, एकैछिन हामी शान्त रहन्छौँ। तपाईँहरूले फेरि तपाईँहरूको जिज्ञासालाई हामीले फेरि मेटाउने नै छौँ। तर हाम्रो संवादलाई यहाँले चाहिँ एकछिन कुल भएर सुनिदिन्छ भन्ने म प्रतिज्ञा गर्न चाहन्छु। पलजी, रुकुममा सबैभन्दा पहिले तपाईँले पाउ टेकिसकेपछि यत्रो मास देखेपछि तपाईँलाई कस्तो लाग्यो? आनन्द है, थ्याङ्क यू तपाईँलाई। सबभन्दा पहिला यहाँको आयोजक हाम्रो दिल्ली परियारजी हुनुहुन्छ र उहाँ सँगसँगै जति हुनुहुन्छ आयोजक उहाँलाई धन्यवाद, किनभने उहाँहरूले बोलाइदिनु भयो र म आएँ होइन, तपाईँहरूसँग भेट्न पाएँ। सँगसँगै हाम्रो आनन्द पुन दाई, उहाँको घर पनि यही रुकुम रहेछ र आनन्द दाईले पनि मलाई एकदमै जोड गर्नुभयो। हाम्रो रुकुम हो, तपाईँहरूको घर दाङ मात्रै होइन, तपाईँको नेपालभरिको जिल्ला नै तपाईँको घर हो भनेर चाहिँ रुकुम आउनलाई चाहिँ उहाँले एकदमै मद्दत गर्नुभएको छ र मलाई आउन एकदमै उत्सुकता थियो कि कस्तो छ रुकुम भनेर। त्यही भएर खुसी लाग्छ, एकदमै मनदेखि धेरै खुसी छु। मैले अघि भनिसकेँ, आफ्नै आमा आफ्नै बुवाहरू जस्तो मेरो कुरा थोरै भन्न चाहन्छु। अब जुन म 1 वर्षको जेल बसाइ भयो होइन, जेल भन्ने कुरा सुन्दा पनि डर लाग्छ अहिले। त्यति बेला जस्तो मलाई चाहिँ पहिला के फिल भएको थियो भने चाहिँ मेरो घरमा मेरो एकजना आमा हुनुहुन्छ, एकजना बुवा हुनुहुन्छ, एकजना बहिनी, एकजना दाइ यस्तो हुनुहुन्छ लाग्थ्यो। तर जब म 1 वर्षभित्र बसेँ होइन, अनि जेल भन्दैन, मैले चाहिँ विश्वविद्यालय भन्छु। विश्वविद्यालयमा बस्दाखेरि विश्वविद्यालयमा पढ्दै गर्दाखेरि चाहिँ मैले लाखौँ हजारौँ आमा पाएँ, लाखौँ हजारौँ बुवा पाएँ, लाखौँ हजारौँ साथीहरू पाएँ, दाजुभाइ पाएँ, दिदीबहिनी पाएँ, आफ्नो साथीहरू पाएँ र उहाँहरूको प्रार्थना
पनि गरिदिनु भएको थियो पलजी छिटो बाहिर आउनुहोस् भनेर। सो तपाईँहरूको आशीर्वाद लागेको छ र तपाईँहरूको सामुमा आउनु पाएको छु, खुसी लागिरहेछ। जस्तो कि तपाईँले चाहिँ रुकुममा आइसकेपछि यति धेरै हेर्नुहोस् त, यो कुनादेखि त्यहाँसम्म तमाम यति धेरै दर्शकहरू हुनुहुन्छ। उहाँ सबैकोलाई तपाईँले चाहिँ तपाईँ त निस्किएपछि तपाईँले थुप्रै ठाउँबाट अफर आएको थियो होला होइन? यहाँ आइसके तपाईँले चाहिँ रुकुम नै तपाईँले पहिलो महोत्सवमा जान्छु भन्ने निर्णय किन गर्नुभयो? रुकुम आउनुको खास विशेष के हो? मैले भने बाहिर अरू ठाउँमा पनि प्रोग्राम पुरा भइरहेछ, तर सबभन्दा पहिलो कार्यक्रमको डेट चाहिँ यहाँको पाएँ मैले। र मैले भने आफ्नो गृह जिल्लाको नजिकको छिमेकी जिल्ला पनि हो यो। अनि प्रदेश हामी छुट्टा छुट्टै भए पनि केही छैन, 5-6 नेपालभरिको प्रदेश हामी एउटै हो होइन, र रप्ती अञ्चलमा पर्छ हामी। त्यही भएर हामी आफ्नै हो भनेर चाहिँ मेरो आफ्नै ठाउँमा आएको म चाहिँ। जस्तो कि यो ठाउँमा आइपुग्दाखेरि तपाईँलाई योभन्दा पहिला रुकुमको बारेमा तपाईँले सुन्नु भएको छ, जहाँ चाहिँ रुकुम भनेपछि धन्यवाद। रुकुम भनेपछि विभिन्न नामले परिचित छ। 10 वर्षीय जनयुद्ध सँगसँगै यहाँ चाहिँ विभिन्न कला संस्कृतिका परम्परागत हिसाबले धनी व्यक्तित्वहरूको नाम त्यसै पनि मैले भन्नु पर्दैन। तर रुकुम आउँदाखेरि तपाईँलाई चाहिँ विशेष गरी यहाँको वातावरण पहिले सुनेको र अहिलेकोमा के फरक पाउनुभयो? मेरो फर्स्ट टाइम हो यो, पहिलोपटक हो रुकुम चाहिँ। अनि मेरो घरमा बुवाले भनिसिन्थ्यो कि रुकुम रोल्पाहरू जानुपर्छ बाबु, हाम्रो ठाउँको नजिकको ठाउँ हो, त्यहाँ चाहिँ घुम्नुपर्छ भनिसिन्थ्यो पहिला हामी दाङमा बच्चामा हुर्किँदै गर्दाखेरि। अनि मलाई रुकुम रोल्पा प्युठान नजिकको सल्यानहरू चाहिँ जानु मन थियो, आफ्नो जिल्लाको वरिपरिको जिल्लाहरूमा चाहिँ। र मैले सुने चाहिँ यस्तो सानी भेरी ठुली भेरी यस्तो कुराहरू धेरै ठुल्ठुला ठाउँको नाम सुनेको थिएँ मैले। र अहिले आउन पाउँदा खुसी छु, त्यही नै हो। धेरै धेरै धन्यवाद। सँगसँगै तपाईँहरूको चिन्ता र चासो र जिज्ञासा मैले मेटाउने प्रश्न गर्नेछु। जस्तो कि तपाईँ निस्किसकेपछि तपाईँको अब तपाईँले कुन चाहिँ फिल्म खेल्दै हुनुहुन्छ र तपाईँको पहिलो फिल्म खेल्ने तपाईँले के सजाउनु भएको छ? तपाईँको पहिलो फिल्म हामीले यी दर्शकहरूले कहिले हेर्न पाउनुहुन्छ? कहिले होला? कुन फिल्म गर्दा ठिक होला? फेरि एकवटा नाम भनिदिनुहोस् त। ओके, अब चाहिँ यस्तो हुन्छ, बरु म अब तपाईँहरूसँग नजिक हुँदैछु। अब म्युजिक भिडियो गर्छु पहिला, म्युजिक भिडियो आउँदैछ, अब मेरै कल्स अफिसियल युट्युब च्यानलदेखि आउँदैछ, त्यो हेरिदिनु होला। त्यो गीतको नाम पनि भनिदिनुहोस् न, गीतको नाम। ओके, तपाईँहरूले गीत सुन्नुभयो होला, तिमीलाई हेर्ने बानी पर्यो, सुन्नुभयो? तिमीलाई हेर्ने बानी पर्यो, बाटो कुर्ने बानी पर्यो भनेर चाहिँ जुन मेरै च्यानलमा थियो, त्यो गीतलाई एकदम मन पराइदिनु भएको छ तपाईँहरूले। र त्यसको फिमेल भर्सनमा आउँदैछ, अनु चौधरीजीले चाहिँ गीत गाउँदै हुनुहुन्छ। त्यही भिडियो चाहिँ अब म्युजिक भिडियो आउँछ होला, त्यही हेर्नु होला सबभन्दा पहिला है त। अनि उहाँलाई हेर्ने बानी कसलाई परेको छ? हात उठाउनुहोस् त। जस्तो कि तपाईँले योभन्दा पहिला उहाँका हेरेका तमाम फिल्महरू मध्येमा तपाईँलाई अत्यधिक मन परेको फिल्म कुन हो? नाम भन्नुहोस् त। वीर विक्रम जस्तो कि तपाईँलाई यति धेरै क्रेज देख्दाखेरि, यति धेरै तपाईँले आम दर्शकहरू देख्दाखेरि चाहिँ तपाईँलाई के लागेको होला भन्दाखेरि म फेरि फिल्मी जगतमा म फर्किनु पर्छ र म यही क्षेत्रको लागि जन्मिएको भन्ने कुरा तपाईँलाई महसुस भयो कि भएन? होइन, यो जस्तो हामीले कलाकार भनौँ न, हामी आर्टिस्टहरूले चाहिँ हाम्रो कमाउने चिज भनेकै माया हो कि, दर्शकको माया हो। सो ओके, र यो माया हो, तपाईँको मायाले गर्दा चाहिँ म आउनै पर्छ फिल्ममा, म फिल्म गर्छु फेरि पनि। सो फिल्म गरौँ कि नगरौँ भन्नुहोस्? हस्, थ्याङ्क यू। जस्तो अब एउटा मैले तपाईँलाई उहाँलाई अन्तिम प्रश्न गर्दैछु। अहिलेसम्म तपाईँले खेलेका तमाम फिल्महरू सबै नै सुपरहिट भएका छन्। ती फिल्महरूमध्ये कुनै एउटा तपाईँले चाहिँ अहिले सम्झेर यी आम दर्शकवृन्दलाई चाहिँ एउटा डायलग बोलिदिनु पर्यो आज? ल, डायलग भन्दा पनि ठ्याक्कै डायलग चाहिँ सम्झिँदाखेरि अब कुन चाहिँ भनौँ भन्ने हुन्छ। तपाईँले एउटा गीत चाहिँ थोरै गीतको बोल चाहिँ भन्छु ल। ओके, तिम्रो घरको
हामी यहाँबाट यात्रा हाम्रो धेरै लामो छ, टाढा छ। तपाईँहरूको माया ममता दर्शकहरूको र रुकुमरी जनताको मागलाई हामीले चाहिँ कति पनि इन्कार नसकेको कारणले गर्दा आएको होइन। निश्चित रूपमा हामी काठमाडौँको वेदर अलिकति खराब छ भन्ने हामीले चाहिँ प्राविधिक साथीहरूले हामीलाई जानकारी दिँदै जानुपर्छ। एउटा म्युजिक कुनै बजाइदिनुहोस्। हाम्रो पल सर यहाँबाट अब बिदा हुने हुन्छ, उहाँले हात तलेर अब बिदा हुन्छ। अन्तिममा केही भनाइ छ? अन्तिममा यस्तो हुन्छ, आज हामी फेरि अझै फर्किनु पर्नेछ र काठमाडौँको वेदर चाहिँ अलिकति बिग्रेको छ अरे, त्यही भएर माथिबाट चाहिँ खबर आइसकेको छ छिटो उड्नु पऱ्यो भनेर। सो तपाईँले जस्ट भेट्न मात्र आएको, मैले भेट्न पाएँ। सबैलाई धन्यवाद। पछि फेरि भेट्नेछु है, पछि फेरि आउँछु म, पछि फेरि आउँछु। धेरै धेरै धन्यवाद, धेरै धेरै धन्यवाद। थ्याङ्क यू सबैलाई, थ्याङ्क यू, धेरै धेरै धन्यवाद। जम्क्यो हो। एकपटक जोरदार ताली दिनुहोस् हामीसँग। त्यही झम्के ठिक होस् होला, झम्के ठिक छ होला। गुड। धन्यवाद 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 आदरणीय हाम्रो पल शाहलाई धेरै धेरै धन्यवाद दिउँ। आदरणीय दर्शक महानुभावहरू, पक्कै पनि सबै सुन्दर पलहरू सधैँसँगै साथमा रहिराख्दैनन्। यो यथार्थलाई स्वीकार गरौँ र आदरणीय पल शाहलाई बिदाई गरौँ, किनभने उहाँ हेलीमा आउनु भएको हो र हेलीबाट उहाँ फेरि उडेर साबिकको ठाउँमा जानुपर्छ। समय निकै घर्किएको छ, त्यसकारण आदरणीय दर्शक महानुभावहरूलाई म धैर्यताका लागि हार्दिक अनुरोध गर्छु र हाम्रो दिल्ली भाइ प्लिज यो सबैजना तल हाम्रो सूचनाकर्मी साथीहरू यहाँहरू सबैजना तलै रहिदिनु होला। र दर्शक महानुभावहरू, अब उहाँको प्रस्तुति अहिलेलाई सकिएको हो। अरू दिनहरूमा हामी अरू प्रकारले प्रस्तुतिहरू यहाँहरूका माझमा छोड्ने नै छौँ। प्लिज कोही पनि माथि नआउनु होला। सेल्फी खिच्नका लागि सबैलाई मन छ, तर त्यो सम्भव अलिकति नहोला। त्यस कारणले गर्दाखेरि यहाँहरू सबैलाई त्यो कुराको अनुरोध हामी गर्न चाहन्छौँ। दर्शक महानुभावहरू, रुकुम पश्चिम जिल्लाको मुसिकोट खलङ्गाको बुढाटा कुरामा जुन महोत्सवको आयोजना गरियो राष्ट्रिय लोकता दोहोरी गीत प्रतिष्ठान रुकुम पश्चिमले, यो संस्थाले आयोजना गरेको यो कार्यक्रमले जुन खालको ऐतिहासिक भेट जुटाएको छ, त्यो अत्यन्तै ऐतिहासिक, अत्यन्तै महत्त्वपूर्ण र अत्यन्तै गरिमामय अवसर हो भन्ने कुराका लागि हामी विश्व
आश्वस्त छु र धेरै धेरै धन्यवाद आदरणीय कलाकार आदरणीय व्यक्तित्व पल शाहलाई र उहाँ अब जाने बेला भएको छ म उहाँलाई बिदाई गरिदिनु हुनका लागि हार्दिक आमन्त्रण गर्छु अनुरोध गर्छु प्लिज साथीहरू अलिकति सहजीकरण गरिदिनु होला र हाम्रो पल शाहजीको हेलिकप्टर सल्ले एयरपोर्टमा छ त्यहाँबाट उहाँले फ्लाइट लिनुहुनेछ काठमाडौँका लागि त्यसकारण उहाँलाई सहजीकरण गर्नु होला प्लिज हाम्रो त्यहाँ सुरक्षाकर्मी साथीहरू पनि हुनुहुन्छ गरौँ र उहाँलाई बेस्ट अफ लक भनौँ आगामी दिनका लागि आगामी पलका लागि दिल्लीमा 2 शब्द प्लिज थ्याङ्क यू सो मच पल्सालाई यहाँसम्म आइदिनु भयो तारी हेलिकप्टर वेट गरेको 3 घण्टा जति भयो थ्याङ्क यू पल्सा बाई बाई यहाँ बसेर गाउँ पर्दा खैजाउँ सिस्ने हिमाल गाउने गायक आउँदै हुनुहुन्छ साथमा जाजरकोट महोत्सवमा बसेर भाइरल सिस्ने सुरक्षित ढङ्गले अवतरण गर्नको लागि आदरणीय समस्त टिमका हामी सबैलाई धन्यवाद दिन चाहन्छु कलाकारलाई शुभयात्रा धेरै धेरै धन्यवाद किनभने तपाईँहरूले जुन खालको साहस गर्नुभएको राख्नु भएको लक्ष्य उद्देश्य पुरा भएको छ यसका लागि दिल्ली परियार कुलदीप कोठा अमित परियार लगायत यो आयोजक संस्था सबैलाई धेरै धन्यवाद व्यक्त गर्दछु सबै साथीहरूलाई म तल अनुरोध गर्छु सबैलाई तलबाट बिस्तारै हामीसँग बाँकी नै छन् र अझै केही घन्टा